सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू नामै लिएर भन्नुपर्दा रमेश सर, अभिभावक पदम सर, हाम्रो तुलतुल बहादुर सर, मामाजी र श्रद्धेय हेड सर होइन, एकदम म आभार छु। र साथीहरू हो, मेरा प्यारा भाइ बहिनीहरू, केही मबाट त्यस्तो भएको छ भने माफ गर्नु होला, किनभने मैले तपाईँहरूको बहुत न्यानो माया पाएको जाने पनि अवस्था होइन, मेरो आफ्नै स्वास्थ्यको कारणले मेरो जानुपर्ने बाध्यता छ। किनभने मैले प्रत्येक महिनामा डाक्टरलाई गएर देखाउनुपर्छ आफ्नो स्वास्थ्य अवस्था होइन, त्यही भएर म जान लागेको छु। फेरि तपाईँहरूको मनबाट म गएको होइन र मैले आफ्नो मनबाट यो मान्द्रेलाई निकालेको होइन। किनभने म एउटा घटना सम्झिन चाहन्छु। भगवान् कृष्ण वृन्दावनबाट गोकुल जाने बेलामा होइन, गोकुल जाने बेलामा काम विशेषका कारणले म यहाँ गइरहेको छु। तर यो वृन्दावन र यो वृन्दावनवासी सधैँ मेरो मन मुटुमा हुनेछन् होइन भनेर जानुभएको छ। अन्ततः केही भएको थियो। उद्धव भन्ने उनका जुन सचिव थिए, त्यो सचिवले होइन पछि आउँदाखेरि यहाँ किमा उनीहरूकोमा वृन्दावनवासीहरूकोमा खबर लिन जान्छु होइन, तपाईँ किन चिन्तित हुन्छ भनेर आउँदाखेरि तर ती वृन्दावनवासीलाई होइन त्यही थियो कि मेरा कृष्ण यहीँ छन्। त्यही भएर होइन त्यस्तै किसिमको होइन, म भौतिक रूपमा तपाईँहरूभन्दा टाढा गए पनि होइन, मेरो जुन आत्मीयताको हिसाबले छ, मेरो जुन मनको हिसाबले छ, त्यो होइन म टाढा छैन। र मैले आशा पनि के गरेको छु, यदि म नेपालगञ्जको पेरिफेरीमा बस्दाखेरि कुनै कामको योग्य मलाई ठान्नुभयो भने बिना हिचकिचाहट मलाई फोन गर्नु होला साथीहरू हो होइन, बिना हिचकिचाहट। किनभने म त्यति बेला आफूलाई झन्डै ठान्छु तपाईँहरूको सेवा गर्न पाउँदाखेरि होइन। यो 14 महिनासम्म यति न्यानो माया तपाईँहरू दिनुभएको छ कि म त्यो लाइफमा कहिले पनि म बिर्सेँ। मैले कदाचित मान्छे हुँ होइन, गल्ती भएको हुनसक्छ होइन, त्यस्तो यदि कतै तपाईँहरू ठाउँमा आउनु भएको छ भने मेरा सहकर्मी मित्रहरू र समुदायका साथीहरू मलाई